नमस्ते सेवारो वेलकम टु माई न्यू एनदर भिडियो भन्दै आजको न्यू ब्लग स्टार्ट गर्दैछु। सो आज चाहिँ सेकेन्ड डे अफ दुबई। सो अहिले चाहिँ हामी दुबईमा छौँ। दुबईको कुन ठाउँमा छौँ? बुर्जुमान भनेर यता आउन। सो अब हामी चाहिँ एउटा साथी दाइ दिदीलाई भेट्न जाँदैछौँ। सो त्यही हो। सो आज चाहिँ हामी यहाँनिर कुमार दाइकोमा छौँ। कुमार दाइको रुमबाट घरबाट स्टार्ट गर्दैछु भिडियो। अहिले चाहिँ 12 बजिसकेको छ। हामी चाहिँ उठ्ने बित्तिकै हिँडेको। अहिले यो टिकटकमा फेमस छ नि। तपाईँहरूको बिहानीको सुरुवात केबाट हुँदैछ? हाम्रो चाहिँ यहाँ सुन्तलाबाट हुँदैछ। सुन्तला फ्रम दुबई। खाइसकेको? यता हाम्रो नयाँ मान्छे हुनुहुन्छ। स्वागत छ तपाईँलाई। धन्यवाद भाउजू। ल अब हामी अबको हाम्रो गन्तव्य चाहिँ कहाँसम्म होला थाहा छ? कुन ठाउँ जान आँटेको हामी? आइबेन बतु जानु चाहिँ नि। ल अब हामी यहाँबाट ट्याक्कै अब यहाँबाट हामी बस कि ट्याक्सी? मेट्रो। ल म चाहिँ फर्स्ट टाइम लाइफमा फर्स्ट टाइम मेट्रो झन् मेट्रो मनिला भनेको मेट्रो चढ्न लाग्यो छु। यो चाहिँ दुबई अरे, दुबईको बुर्जुमान। सो म चाहिँ सेकेन्ड टाइम प्यारा मान्छेहरूसँग। यो चाहिँ बुर्जुमानको हल्का गाउँ जस्तो रहेछ क्या। सिटी चाहिँ होइन होला सायद। त्यो उपर घाम रहेछ हो नि। राति चाहिँ फेरि आबुधाबी भन्दा उपरै जाडो क्या। अनि कान्छा कस्तो लाग्दैछ त दुबई? तपाईँलाई दुबई मन पर्यो कि आबुधाबी? कस्तो दुइटा एउटामा हो? अफकोर्स आबुधाबी। नेपालीले बनाएको कसले? शर्मा एउटै हो जहाँको शर्मा पनि। कति रोल नेपालीले बनाएको? यस्तो छ यहाँ दुबई। मलाई चाहिँ दुबई भन्दा चाहिँ आबुधाबी नै मनपर्छ। किनभने हामी आबुधाबीबाट आएको, आबुधाबीमै बस्छौँ त्यही भएर सिम्पल अरे। अनि चाहिँ उहाँ चाहिँ मेरो बेस्ट फ्रेन्ड है। बेस्ट फ्रेन्ड बेस्टी हामी चाहिँ दाइहरू चाहिँ अलिकति भित्र बस्नु हुँदो रहेछ क्या। सिटीभन्दा अलिकति चाहिँ हिँड्नु पर्ने रहेछ। हिँडेको बेलामा चाहिँ हामी यसरी बेस्टीसँग भेट्नु पऱ्यो नि त होइन। त्यसगरी चाहिँ मेनली चाहिँ हामी ड्रिम थिएटरको सो हेर्न आएको थियौँ कन्सर्ट आबुधाबीबाट। अनि साथीभाइहरूलाई भेट्न पनि आएको थियौँ। अब आएको बेलामा यसो सबैलाई भेटिदिउँ न भन्ने चाहिँ धारणाको साथमा हामी हिँड्दैछौँ डुल्दैछौँ। घाममा त देवर भाउजू त टल्केर चौरी परेर हो काचाक्रा किचिक झिङ्गा चेप्ने भएछ अनुहार। बल्ल बल्ल आएको। आज चाहिँ हामी आएपछि चाहिँ अब अलमोस्ट सबैतिर डुलेर जाउँ न त भन्ने हाम्रो मेरो यहाँ कान्छाको भनाइ होइन हो कि होइन? हामी सुतेकै छैनौँ क्या। अनि 2 घन्टा जति सुतेर हिँडेको। अहिले चाहिँ हामी यहाँ मेट्रोमा छौँ, मेट्रो स्टेसनमा छौँ। यहाँ चाहिँ मेट्रो चढाउनलाई मेट्रो कार्ड बनाउनुपर्ने रहेछ। त्यही हो, मेट्रो कार्ड बनाउँदै हुन्छ। किन्नुपर्ने रहेछ बनाउनु भन्दा पनि। म चाहिँ यो खानु पर्यो। के हो यो? यहाँनिर चाहिँ ढोका खाना यहाँ ट्याप गर्नुपर्ने रहेछ है। ढोका खोल्यो यसको। यही हो मेट्रो कार्ड होइन। यसलाई चाहिँ 22 दिरहाम पर्दो रहेछ है होइन? 25 दिरहाम। यो चाहिँ इम्पोर्टेन्ट रहेछ। विदाउट दिस नो इन्ट्री। म चाहिँ फर्स्ट टाइम लाइफमा फर्स्ट टाइम मेट्रो चढ्दैछु।
तपाईँ पनि फर्स्ट टाइम हो म त पहिला गरिसकेँ मेट्रो चढ्न आँटेको विशेष फर्स्ट टाइम हो सेकेन्ड टाइम म चाहिँ फर्स्ट टाइम सो हामीहरू चाहिँ आइबिएन के अरे नाम आइबिएन खै के भन्ने ठाउँमा जान आँटेको थियौँ फेरि यता अलिक ओरै झर्नु भन्नुभयो क्या त्यता दाइले अनि हामी फेरि यता आउँदैछौँ अब मलाई थाहा छैन ठाउँको नाम यता उता सो त्यही हो 33 स्टेसनमा आएको छौँ हामी अहिले सुरुमा चाहिँ 38 के मलाई थाहा भएन यो ठाउँको नाम आइबिएन भन्ने ठाउँमा जाँदैथ्यौँ त्यहाँबाट हामी अहिले रिटर्न गरेर इन्सुरेन्स मार्केटमा जाँदैछौँ मेट्रो चेन्ज गरेर फेरि इन्सुरेन्स मार्केटमा आएको छौँ आइसकेको छौँ मेट्रोमा त चढ्यो कि तर कस्तो भिड हुँदो रहेछ नि प्रभु मेट्रोको एक्सपिरियन्स कस्तो लाग्यो त बाबा मजा आयो सबैजनालाई दामी दामी विशेष त खतरा हो नि जता उभिएर पनि जाइन्छ हाम्रो विशेष त मेरो भ्लगको मेन हिरो भनेको विशेष हो नि त मेन क्यारेक्टर अहिले कहाँ आइपुग्यो नानाको माया यता हेरिदिनु वेलकम टु माई होम के पकाउनु भएको मासु अन्त नि उता कहाँ जानु भएको यहाँ लास्टमा चाहिँ यता आयौँ है हामी त पाहुना खाएकै हिजोदेखि भएर सो अझै यहाँ पाक्दैछ भोकले ट्याउ भइसके नानाको हातको खाना खानलाई म आबुधाबीदेखि टिकट काटेर बुक गरेर यहाँ झरेको के हो सो अहिले चाहिँ हामीहरू खानासाना खाएर अलिकति एकछिन रेस्ट पनि गरेर फेरि बाहिर जाँदैछौँ घुम्न जाँदैछौँ थाहा छैन कुन ठाउँमा हो यहाँ हाम्रो सौगात दाइ यहाँ हाम्रो प्यारी ब्युटिफुल नाना अलरेडी आइसक्नु भएको छ ए यो चाहिँ मेरो फ्लावर है यसो त भन्दिनँ यसरी बोकेर हिँड्नु पर्यो फ्लावर अब फ्लावर मैले यसरी बोकेर हिँड्नु पर्यो होइन अब यो सिचुएसनमा ओ हेलो सोल्टी फ्लावर मैले अब यसरी बोकेर हिँड्नु पर्यो ननिकाल्नुहोस् मैले राखेको फेरि अहिले इन्सुरेन्स मार्केटबाट अल के अरे कहाँ हिँडेको अरे अहिले हामी दुबई रिसोर्ट्स अहिले हामी इन्सुरेन्स मार्केटमा छौँ ठ्याक्कै यो मेट्रोमा मेट्रो के भन्छ थाहा भएन मलाई अनि अब हामी जाँदैछौँ दुबई रिसोर्ट जाँदैछौँ अरे होइन कस्तो घाम लागेको यो के अरे यस्तो यो विन्टरको बेलामा पनि दुबई नै हो नि हाम्रो आबुधाबी त कस्तो शीतल छ क्या यहाँ त कस्तो घाम लागेको आँखै कस्तो भइसक्यो यहाँ मेरो हिरो हामीले चाहिँ ट्याक्सी पाएन त्यसपछि अब हामी फेरि मेट्रो चढेर आइबिएम भन्ने ठाउँ अघि सुरुमा हामी आइबिएम हिँड्दै त्यहीँ जान आँटेको अनि त्यसपछि चाहिँ हामी मोसन गेट जाँदैछौँ चढेर जानुपर्ने हुन्छ है कतिको एक्साइटेड हुनुहुन्छ सबैजना स्याड हुनुहुन्छ त किन स्याड कति एक्साइटेड हामी जाने ठाउँको नाम के अरे नाना त्यो घुम्ने ठाउँको नाम मोसन गेट अरे ल मोसन गेट हामी दुईजना चाहिँ यसरी डुल्दैछौँ मिररमा देख्छ मिररमा देख्छ सिट पायौँ है बल्ल बल्ल बस्नलाई यता हेरेर नकल पार्दैन त
हामी चाहिँ फेरि पनि जाँदैछौँ आज त गएको मात्र छ हामी चाहिँ आइबिएनबाट चाहिँ फाइनली आइसकेको छौँ हाम्रो डेस्टिनेसनमा दुबई पार्क एन्ड रिसोर्ट्समा सो अब चाहिँ हामी सबैको निन्द्रा हरायो रिभरल्यान्ड दुबई त्यही टिकट काट्नु पर्ने हुन्छ यहाँ चाहिँ यस्तो पनि हुन्छ है खेलहरू माथि म चाहिँ सक्दैन यहाँ चारजना यसरी बस्नु चारजना मिलेर बस्नु विशेष हो त्यसरी लु यता हेर्नु सबैजना यो गरिदिनु भिडियो तू जितना भोला दिखता है ना उतना है नहीं कौन है ये लोग अहिले रिभरल्यान्डभित्र टिकट चाहिन्छ टिकट देखाएर आएको यस्तै छ यो चाहिँ रियल मेड्रिड जाने चाहिँ यता यो अरे यो ठाउँतिर अरे है के छ अरे रियल मेड्रिडमा चाहिँ के छ अरे नाना यता आउनु उता गयो भने चाहिँ के हुन्छ अरे रियल म्याड्रिड लेगोल्यान्ड दुबई लेगोल्यान्ड होटेल लेगोल्यान्ड वाटर पार्क यताहरू चाहिँ मोसन गेट हामी चाहिँ मोसन गेटतिर गएको सो हामी चाहिँ मोसन गेटतिर गएको यता चाहिँ के छ होला अब देखिन्छ म सकेसम्म देखाउने छु रिगरल्यान्ड हो होइन रिगरल्यान्ड एकदम छ अनि यसको चाहिँ डिजाइन चाहिँ फ्रान्सको जस्तो लाग्छ क्या हो त रहेछ त ल हामी चाहिँ युरोप आइपुग्यौँ है दुबईबाट डाइनोसर अब यहाँ चेकिङ हुने अरे फेरि फेरि हामी यता छिरिसक्यौँ के हो बाफ्रे हुन चाहिँ मलाई कस्तो देखिरहेको रहेछ तर पनि यहाँको ठाउँ चाहिँ यस्तो दामी छ हेर्नु न युरोप यसलाई के भन्छ युरोप भन्छ होइन हेलो वेलकम टु दुबई हाई थ्याङ्क यू म त तर्सेर को आयो ढुँडेर आयो जस्तो लाग्यो सो इट्स टु ब्युटिफुल म भन्न सक्दिनँ निन्दा नपुगेर कस्तो भएछ तर यहाँको उयो के भन्छ इन्भाइरोमेन्ट देखेर चाहिँ एकदमै फ्रेस फिल भयो क्या टाइपको हुन्छ नि गर्नु त एकचोटि एरियामा चाहिँ उनीहरूको हरियो चाहिँ बन्द छ अरे ए उयो यो के हो हरियो देखेको चाहिँ बन्द छ अरे अहिले मेन्टेन हुँदैछ अरे मेन्टेनेन्स गर्दैछ अरे
यस्तो बुलेट ट्रेन किन्नुपर्छ अब फर्स्टमा ओ माई गड म त सक्दिनँ होला दामी छ कि कस्तो उयो फिल्म फिल आयो नि त्यो हेरी पोटरहरू भित्र फिल्मभित्र हुन्छ नि रेलहरू टाइपको गर्मी पुरै मुभी हलिउड मुभी क्या यसलाई कति कति ह्याप्पी निन्द्रा भएको निन्द्रा भाग रे निन्द्रा सुतेको भए भाग्छ कहिले आउँछ मजा यहाँ चाहिँ यस्तो मेट्रो रहेछ होइन अनि मेट्रोभित्र चाहिँ पुरा ब्रेकफास्टको उयो पनि रहेछ है यहाँ चाहिँ लाइन बसिरहेको छु तर मलाई चाहिँ थाहा छैन किन हामी कहाँ जान आँटेको भनेर चाहिँ अब यहाँ सोधेको भने सोधेकै अब मेट्रोबाट अब दुबई जाने अबुधाबी जाने भन्नुहुन्छ मलाई थाहा छैन म त नयाँ हो गलल्ल हाँसेर बेला यिनीहरूलाई पठाइरहेको पार्नु रे यो त बनाएको कसरी अरे बिस्तारै गर्छ ओ माई गड गाइज मैले यो खेलेको मलाई झुकाएर यो बुलेट ट्रेन खेलेको ओ माई गड लाइफमा मैले म कसम मलाई म 10 लाख 20 लाख दिए पनि म यो गेम चाहिँ यो बुलेट ट्रेन चाहिँ यो चाहिँ म गर्नेवाला छैन जस्तो यो चाहिँ अरूको भिडियो मैले हालेको हो ओ माई गड मैले यो अहिले भर्खर यो रातो यस्तो खेलिरहेको क्या ओ माई गड अहिले हामी चाहिँ यहाँ छौँ अघि मलाई झुकाएर नि पुरा झुकाएर सबैजनाले अब म त खेल्दिनँ उडिरहेको छ पुरा उयो म त खेल्दिनँ हामी त खेल्दिनँ हामी बुढाबुढी त सक्दिनँ यस्तो हाईबाट त अब त्यस्तो त कहाँ खेल्छु म त खेल्दिनँ यस्तो घुमेर नखेल्नु है बुढा हामी त पुरै घुमाएर यस्तो त सक्दैन म त नखेल्ने तपाईँहरू नै खेल्नु नाउ यु सी मी अरे म त खेल्दिनँ यतै बसौँ है अब त म त खेल्दिनँ है नाना यस्तो दामी हो के खेलाएर यार लास्टमा म चाहिँ सक्दिनँ खेल्नलाई म अघि नै काबु भइसक्यो कस्तो लाग्यो अब अरू के खेल्न आँट्यो पान्डा यहाँ चाहिँ पान्डा रहेको छ फेरि अर्कोमा आइपुग्यौँ हामी हो त पुरा Strike. Wow! Oh my god! Video गर्नु न Amazing! Oh my god!
स्टोरीहरू सेयरको स्टोरीहरू है अब कुन चाहिँ स्टोरी हेरेर जान आँटेको अब अर्को स्टोरी हामी स्टे ट्युन यहाँ हेर्नु है हल्क होइन नि फेरि सेयरको वा यहाँ सबै उयो रहेछ कस्तो दामी छ माई गड कस्तो दामी के बब्बाल पुरा रियल त्यो फिल्ममा देखे जस्तो क्या रियल नै सो अब चाहिँ हामी ड्रागनको हेर्न जाँदैछौँ नि 20-30 जनाको परिवार भयो हैन किसान खेतीपाती पनि गर्नु हैन आफ्नो परिवारले उनीहरु स्थानमा बस्छ क्या मैले सिलो पिङहरू चाहिँ वाह त बब्बाल हो नि त्यो डक्टर दिन्छ सो अहिले चाहिँ हामी के को बारेमा हेर्दैछौँ ड्रागनको बारेमा हो हाउ टु ट्रेन योर ड्रागन वाउ ओ माई गड लु यो तिमीहरू खेल्ने यस्तो यो यस्तो खेल्ने है अरे म चाहिँ खेल्दिनँ ल ओ माई गड यहाँ माथि मान्छे छ है पुरा हात गल्यो यो त मेलामा खेल्ने जस्तो छ त म स्पिड घुमाउँछ यहाँ पनि रिङ्गाडा चलेर मर्नी छ त नि यहाँ म त केहीमा छैन म त अघि हाम फाल्नु जस्तो लाग्दै थियो अघि हाम फाल्नु जस्तो लाग्यो यस्तो भुइँमा हेरेको त डरले सपनाको सहर भन्दै यो चाहिँ साँच्चीकै सपनाकै सहर जङ्गलदेखि आइपुग्यो किङकङहरू उलुलुलु गर्दै पेङ्गुइन फोटो खिचौँ न फोटो खिच्ने ल फोटो खिच्ने म डर लाग्दैछ क्या म चाहिँ यो चाहिँ खेलिनँ है अरूहरू खेल्दैछ अरूहरू चाहिँ गयो म चाहिँ नखेलेको म चाहिँ यहाँ वेट गरिरहेको छु अघि पनि मलाई झुक्काएर आएर म कस्तो लाग्यो बिचरा मेरो बुढा मैले भनेको नि डर लाग्छ भनेर आम्मा यो चाहिँ पान्डा कुङफु पान्डा ओहो यताको पुरा भित्र गएको 5 दिनको अब यहाँ त फेरि घर पनि ल लास्ट खेल्नु पर्छ है त फर्स्टको लास्ट खेल्ने है त खेल्दिनँ है अब त म केही पनि खेल्दिनँ अहिले चाहिँ 7:15 भइसकेको छ नि त 7:30मा चाहिँ बन्द हुन्छ अरे क्या यो एउटा गेम सबजना कुद्दै हुन्छ खेल्नको लागि God.
अनि त्यसपछि तल हेर्दा त्यत्रो देख्दैन कस्तो चुफिएर भाइ त